हेलो साथीहरू, आज बैन्नमा चाहिँ बजार जान लागेको छौँ घरको सामान किन्नको लागि। बजार चाहिँ बजार चाहिँ हाम्रो घरभन्दा लगभग 10 मिनट टाढा हो र हामी हिँड्दैछौँ। हिँड्दाखेरि चाहिँ हामी खेतको बाटो जाँदैछौँ। खेतको भ्यूहरू चाहिँ पुरै दामी छ, गहुँ पाकिरहेछ, काट्नु चाहिँ भएको छैन। अनि बिस्तारै बिस्तारै यतातिर घरहरू पनि भरिँदैछ। अब भक्तपुर यता गुन्डु पनि देखिन्छ। भ्यू चाहिँ हाम्रो घर चाहिँ अलि माथि डाँडामै छ, त्यही भएर भ्यू कस्तो राम्रो खाले भ्यू देखिन्छ। पख्नु है त, म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हाम्रो घरबाट देखेको 5 बजीतिरको चाहिँ सनसेट भनौँ कि भनौँ। आज घाम नै राम्रोसँग लागेको छैन। गाउँ मजाले पाकिसकेको छ। मन्द मन्द बतास पनि लगाइरहेको छ है यति बेला। स्प्रिङ सिजनमा हिँड्दाखेरि चाहिँ पुरै के फुलहरू फुलेर मौसम नै कस्तो राम्रो, हिँड्नलाई पनि कस्तो आनन्दित गर्ने खालको मौसम छ है बहिनी। के भयो बहिनीलाई? उसको एनर्जी नै छैन। यो चाहिँ हाम्रो गार्डनमा फुलेको फुल हो। मदर्स डेको दिन बहिनी स्पेसल के छ भन न तिमी? के हुन्छ, 5 जना चक्लेट किनेको थिएँ, तिनीहरूका मदरहरूलाई रिभ्यूहरू आफै गाउँमा मैले चाहिँ मदर्स आन्टी घुम्न गयो। मदर्स डे पनि हजुरआमा हुनुहुन्छ घरमा। हामी चाहिँ ल बजारबाट चाहिँ अब आइसकेको छौँ। बाई बाई।